ओ बाजे भाडा मिलाउनुहोस् भर्खर तोडा होइन एकदिन रुम सक्दैनस् मैले तेरो भाडा खाइदिन्छ हामीले सिट मिलाइदिन्छु बा भनेर ल भनेर लम्बा बसमा छिराएर अहिले चाहिँ नि मुला भाडा बढा लिनु खोजेर म दात त धारिन्छु मलाई म त चिया खाने ठाउँ रोक्नु अहिले सबै हजार मात्र अहिले 100 दिउँला नि तल बर्नेटको सिट भन्ने नि मिलाइदिन्छु भनेको थिइनस् खोइ बर्नेटको सिट मिलाएको तैँले उभिएर हिँड्नु परिरह भाडा थियो चार्ज बस्न अहिले दिइहाल्छु नि तेरो भाडा तेरो मात्र छ गाडी अरू गाडी छैन अरू गाडी आउँदैन यहाँ यो बाटोमा हल्लाएर यस्तो भइसक्यो हामीलाई खोइ प्लास्टिकले मलाई बमिट आउनु लाग्छ एउटा प्लास्टिक पानी सुत्दै दिन सक्दैन भाडा चाहियो सिट छैन भने त म अर्कै बस्न चढिहाल्थेँ तैँले सिट छैन हाल्ने नि अहिले चाहिँ पैसा माग्ने उतापट्टिको भाइसँग मागिस् तैँले पैसा मागेको छैन पहिले उसो माग्न अनि दिइहाल्छु त्यही बाटो त गुड छ नि होइन त दसैँ सकिएपछि तँलाई हेर्न तँलाई हामीले चिने छैन सिल्ली मुला अस्ति चाहिँ 120मा चाहिँ नि लैदिने अहिले चाहिँ 150 यत्रो दिन्न मरै नि दिन्न मैले हेर बाबु यस्ता गाडी त मेरो चारवटा छन् तर के गर्नु यहाँ गुड्दैन तेरो साउको हो तेरो ड्राइभरलाई बोला ल म ड्राइभरलाई गाडी रोक्नु ला ल म यहाँ कुरा गर्छु म ठाउँको कुरा गर्छु ल यहीँ ओह्राल्दे जहाँ ठाउँ अरू गाडी आउँदैन हाम्रो यहीँ ओह्राल्दे ल यहीँ ओह्राल्दे मुला केटीहरूलाई चाहिँ सिट मिलाइदिन्छ हामीलाई चाहिँ नि बुढो मान्छेलाई उभ्याएर राखेको छ अझ हिरो बन्छ जहाँ